हेलो सबैलाई नमस्कार। फेरि पनि म अरुण राज झपाली भ्लग लिएर तपाईहरुको सामु उपस्थित भएको छु। सबैलाई नमस्कार। अब तपाईहरु अहिले देखिरहनु भएको छ, अहिले म काँक्रा बारीमा आइसकेको छु। आफ्नै करिसा बारीमा काँक्रा टिप्नको लागि। काँक्रा अब टिपी पनि रहेको छु। तपाईले देखिसक्नु भएको छ। काँक्राहरु म देखाइरहेको छु। काँक्राहरु यस प्रकार छ। एकदम यो भेराइटी धेरै राम्रो भेराइटीको काँक्रा है। अलिकति खानामा पनि यो चाहिँ अरू काँक्रा भन्दा चाहिँ अलिकति टेस्टी नै छ है। चाहिँ अब आफ्नै घरको लागि लाएको हो मेन। अब खास गरी अलिकति 10-12 धुरमा अलिकति अब राम्रो फलेको कारणले गर्दा चाहिँ अलिकति बजारतिर सेलिङ गर्नु पर्ला जस्तो छ। अलिकति राम्रो काँक्रा साथीभाइहरू पनि खाओस् न त माथि हैन, बजारमा किनेर राम्रै। अब यो चाहिँ अलिकति विषादी मुक्त काँक्रा छ, अर्गानिक आफ्नै करेसाबारीमा फलाएको अर्गानिक काँक्रा। तपाईहरु जाँदै पनि यो भिडियो हेर्दै हुनुहुन्छ, अब लाइक कमेन्ट चाहिँ अलिकति गर्नु होला है। किनभने अब हामीहरुको यो चाहिँ देखाउने कारण भिडियो के छ भने अलिकति चाहिँ म मोटिभेट हुन्छौँ भनेर नै हो। अब यस्तो प्रकार छ। कोही अब काँक्रा खेतीमा जागर पनि हुनुहुन्छ भने चाहिँ यसरी चाहिँ गर्न सक्नुहुन्छ। यो चाहिँ मैले अर्गानिक है, विषादी माथि राखेको छु। यो चाहिँ एकदम पुरै अर्गानिक, विषादी माथि छ, जति पनि किराहरू जान्छ माथि जान्छ। यो अरे यो डब्बामा छिर्छ। यसलाई चाहिँ के भन्छ, मोहनी पासो हो। अब यस्तै काँक्राहरू टिप्पु चाहिँ अलिकति पत्ता भित्र पनि छ। चारतिर अहिले छरपष्ट पारेको छु। लास्टमा भेला गरेर लाने हो एकै ठाउँमा टिप्दै फाल्दै। त्यही नै हो साथीहरू। काँक्रा चाहिँ एकदम राम्रै फलेको छ। अब फलाइमा चाहिँ कुनै अलिकति कमी चाहिँ छैन है। फलाइमा चाहिँ कमी छैन। एकदम यो घरकै लागि लगाएको अर्गानिक काँक्रा, एकदम पुरा विषादी मुक्त। पत्ताको भित्र लुकेर अलिकति खोजी पनि टिप्नु पर्दो रहेछ। जस अलिकति आज रातिको चाहिँ अलि हावा हुन्डरीले पनि काँक्राको बोटलाई भित्र चाहिँ पार्न चाहिँ पारो असर चाहिँ अलिकति गर्दै त्यो परालले गर्दा अलिकति काहीँ दागी पनि लागेछ। तल पनि फलेको रहेछ, तल फल्दो रहेछ काँक्राहरू। अलिकति खोजी पनि टिप्नु पर्दो रहेछ। अलिकति टिपाइमा पनि ध्यान दिनुपर्छ। यी तल छ काँक्राहरू। अलिकति पराल चाहिँ कुहिएको अवस्था छ। जस फल्नमा चाहिँ कन्जुसिया छैन। यो भेराइटी राम्रो भएको कारणले गर्दा चाहिँ जस अलिकति राम्रै फलेको छ। अहिले पनि बोटहरू चाहिँ हरियै छ। यो दुईचोटि तीनचोटि हार्भेस्टिङ भइसकेको छ हैन। यो काँक्रा जस फलाइ चाहिँ राम्रै छ। फलाइको लागि चाहिँ कन्जुसिया छैन। अब तपाईहरु देख्न सक्नुहुन्छ, मैले भेला पारिरहेको छु काँक्राहरू। हस् त साथीहरू, यो चाहिँ जहाँबाट पनि हेर्दै हुनुहुन्छ भिडियो हैन, लाइक कमेन्ट चाहिँ गर्नु होला हैन। अब त्यही नै हो। सबैलाई अब शुभ मङ्गल कुशल रहोस् हैन। त्यही हो। अब कोही काँक्रा खेती गर्न चाहनुहुन्छ भने पनि गर्न सक्नुहुन्छ। काँक्रा एकदमै बालीमा राम्रो, किनभने एकदम खानालाई पनि उत्कृष्ट हुन्छ काँक्रा। खासै लगानी चाहिँदैन यसमा काँक्रामा चाहिँ। ल यो चाहिँ अब मेरो चाहिँ अब कस्तो लाग्यो भिडियो है साथीहरू। यो भिडियो चाहिँ मन पर्यो भने सब्स्क्राइब पनि गरिदिनु होला, च्यानलमा जोडिनु होला हैन। त्यही पनि भन्न चाहन्छु। अब अर्कोचोटि चाहिँ फेरि अर्को शानदार भिडियोको साथ फेरि उपस्थित हुनेछु।